परिवर्तन गर्ने शक्ति मासाचुसेट्स अमेरिकाको नौलो रेडियो कार्यक्रम परिवर्तन गर्ने शक्ति हरेक आइतबार र शुक्रबार राति 9:45 बजे प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहोला। रमेश गजमेर र पास्टर सुभाष शेर्पाको साथमा बिल्कुलै नौलो प्रस्तुति कार्यक्रम परिवर्तन गर्ने शक्ति, पावर टु चेन्ज। अनि आउनुहोस् प्रिय आजको वचनमा प्रवेश गर्नुभन्दा पहिले एउटा हामी सुमधुर भजनलाई सुन्नेछौँ। स्वर्गीय वैभव छोडेर मानिसको आत्मीय प्रेममा मेरै निम्ति आउनुभयो। तुमा भई संसारमा अनन्त जीवन दिनुभयो, अनन्त जीवन दिनुभयो। स्वर्गीय वैभव छोडेर यहाँहरू सबैलाई जय मसीह, ख्रिस्टी अभिवादन। अनि म सुभाष शेर्पा तपाईहरुको बीचमा यसरी परमेश्वरको जीवित वचन लिएर आउनुभयो। म अति नै खुसी छु र ईश्वरलाई धेरै धन्यवादी छु। प्रिय, म आज तपाईहरुको बीचमा परमेश्वरको एउटा जीवित वचन लिएर आएको छु, जुन वचनले मेरो हृदयमा अचम्म तरिकाले कार्य गरेको छ। अनि उहाँको त्यो वचनले मेरो जिन्दगीमा भन्नुले एउटा नयाँ परिवर्तन, नयाँ मोड ल्याइदिएको छ। जुन कुराले मेरो जीवनलाई एउटा नयाँ दिशा, एउटा नयाँ लक्ष्य दियो। अनि जुन कुराले मेरो जिन्दगीमा साँच्चै भनौँ भने आशिषको बहारलाई बगाइदियो, खुसी त्यो हुन्छ नि, आशिष वृद्धि गरेर लगेको छ। त्यही कारण म तपाईँलाई आज के भन्न चाहन्छु भने स्पेसल हामी विश्वासीहरूले जब ख्रिस्ट यीशुलाई ग्रहण गर्छौँ, यीशुलाई ग्रहण गर्ने बित्तिकै हाम्रो हृदय, हाम्रो आत्मा जुन छ, हाम्रो आत्मा परिवर्तन हुन्छ। तर प्रब्लम के छ भने धेरैचोटि हामी परमेश्वरलाई ग्रहण गर्छौँ, यीशुलाई, हाम्रो आत्मा नयाँ हुन्छ तर हाम्रो मन चाहिँ नयाँ भइरहेको हुँदैन। जब हाम्रो मन नयाँ हुँदैन नि, त्यही कारण प्रिय म तपाईँ हुन्छु, कतिचोटि हामी परमेश्वरको त्यो मन नयाँ नभएको कारणले परमेश्वरको सिद्ध, उहाँको ग्रहण योग्य इच्छा, उहाँको योजना हामी बुझ्नबाट टाढा भइरहेका हुन्छौँ। म धेरै ठाउँमा जाने गर्छु अनि प्रचार गर्नु जाँदाखेरि म मानिसहरूलाई धेरैलाई भेट्ने गर्छु। अनि जब म भेट्छु उनीहरूलाई भेट्दाखेरि भन्छन् कसैले 5, 10, 15, 20, 25, 30 होइन, कसैले भन्छन् म त जन्मिँदाखेरि क्रिस्चियन फ्यामिलीबाट जन्मेको। अनि उनीहरूले सुनाउँछन् कतिले कहानी, पञ्चायतकालमा यस्तो भयो, हामी यस्तो थियो, यस्तो।
तर प्रिय उनीहरूले सब सुनाउँछ, तर म उनीहरूसित कुरा गर्दाखेरि अनि उनीहरूलाई कुरा जोस हुन्छ अनि उनीहरूले तर भन्छन् कतिचोटि परमेश्वर बोल्नुहुन्छ, कसरी बोल्नुहुन्छ, प्रभु बोले कसरी थाहा पाउनु, कसरी हाम्रो यीशुले हामीलाई थाहा गर्नुहुन्छ। जबकि बाइबलले भन्छ मेरो भेडाले मेरो स्वरलाई चिन्छ, यीशु ख्रीष्ट स्वयं भन्नुहुन्छ। तर धेरैचोटि म यति पुरानो विश्वासी भएर पनि उनीहरूले परमेश्वरको इच्छालाई, उहाँको योजनाहरूलाई, उहाँले बोल्नुभएको कुरालाई नबुझेको कारणले म छक्क पर्थेँ। यत्रो साल भयो भन्छ, तर किन बुझिरहेको छैन यिनीहरूले, किन यिनीहरू बुझिरहेको छैन। अनि जब मेरो एक दिन यो मेरो मनमा यो जब क्वेसन थियो, त्यति बेला एक दिन मसँग यीशु ख्रीष्ट बोल्नुभयो। अनि यीशु ख्रीष्टले बोल्नुहुँदाखेरि मलाई एउटा ठुलो वचन उहाँले त्यो पढिरहेको, तर त्यो वचनको गहिराई उहाँले मलाई दिनुभयो। त्यो वचनको गहिराईमा यहाँ के भन्नुहुन्छ नि, उहाँ रोमी 12 अध्यायको 2 मा यसरी भन्नुहुन्छ, उहाँ यो संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो। सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। यानी यसरी भन्छ, सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक भन्छ। तर यहाँ जाँच्ने कुरा छ, तर अर्को ट्रान्सलेसन छ, यो जाँच्नु सक्ने कुरा होइन। तर प्रिय म तपाईँहरू त्यो ट्रान्सलेसनले के भन्छ भने, जब तिमीहरूको मनमा तिमीहरू नयाँ हुन्छौ तब तिमीहरूले परमेश्वरलाई के मनपर्छ, परमेश्वरको इच्छा के छ, उहाँ कुन कुरा रुझाउनुहुन्छ, त्यो कुरालाई तिमीहरूले जान्न सक्नेछौ भनेको छ। प्रिय म तपाईँलाई भन्छु, यो जाँच्न सक होइन, तर जान्न चाहिँ सक। प्रिय अब हामीले परमेश्वरलाई जाँच्ने बेला होइन, अब परमेश्वरलाई हामीले जान्ने बेला भएको छ, ख्रीष्ट यीशुलाई जान्ने बेला। धेरैचोटि बाइबलमा हामी वक्ताहरू प्रचार गर्दा हामी धेरैचोटि प्रचार हुँदा नि इभन के हुन्छ भने, मलाकीको पुस्तकले भन्छ 10 आँसु भेटी मलाई देऊ अनि जाँचेर हेर। अनि हामी यही भन्छौँ, हाम्रो प्रभुलाई जाँच्नुहोस्, जाँचेर हेर्नुहोस् उहाँ कस्तो हुनुहुन्छ, कति भलो हुनुहुन्छ। प्रिय म तपाईँलाई भन्छु, अब जाँच्ने समय सक्यो, सिद्धियो। जब ख्रीष्ट यीशुले क्रुसमा भन्नु अब सक्यो, अब सिद्धियो। जब यीशुले भन्नुभयो क्रुसमा, त्यति बेला नै जाँच्ने कुरा सबै सक्यो। प्रिय अब तपाईँ र मैले जाँच्ने समय छैन। ख्रीष्ट यीशु क्रुसमा हाम्रो लागि मरेर जब गाडेर जब बौरी उठेर उहाँ स्वर्ग जानुभयो, अब तपाईँ र मैले उहाँलाई जाँच्ने इच्छा गयो, समय गयो। अब त तपाईँ र मैले उहाँलाई जान्ने, उहाँलाई बुझ्ने समय आएको छ। प्रिय धेरैचोटि हामी जाँच्ने कुरामा अड्किरहेको हुन्छ, होइन प्रिय। यो रियल ट्रान्सलेसन यहाँनिर यसरी भन्छ, सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर, तर विचारको नयाँ बाटो अपनाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफै परमेश्वरको इच्छा पत्तो लगाउन समर्थ हुनेछौ। यहाँ भनेको छ परमेश्वरलाई के मन पर्छ, राम्रो के हो अनि सम्पूर्णता के हो भन्ने कुरा तिमीहरू आफै भन्छ। प्रिय यहाँनिर यति मिठो यो ट्रान्सलेसनले भन्छ, आफै परमेश्वरको इच्छाहरू तिमीहरूले पत्ता लगाउनेछौ। प्रिय म तपाईँलाई भन्छु, धेरैचोटि मानिसले परमेश्वरको इच्छालाई पत्ता नलगाउनुको मेन कारण रिजन चाहिँ के छ भने, उनीहरूको मनको परिवर्तन भएको हुँदैन। प्रिय आत्मा त नयाँ भयो नि, आत्मा त नयाँ भयो, ख्रीष्टलाई पाउनु बित्तिकै आत्मा त परिवर्तन भयो यीशुको आत्माले गर्दा। तर प्रिय उनीहरूको मन चाहिँ त्यही पुरानो मन बोकेर बसिरहेको हुन्छ। उनीहरूको सोचाइ त्यही पुरानो सोचाइ, त्यही पुरानो विचार, त्यही पुरानो थट्स, त्यही पुरानो कुराहरू लिएर जब उसको मनमा बस्छ नि, प्रिय म तपाईँलाई भन्छु, उसले कहिले पनि अनि नयाँ कुरा जान्न सकेको हुँदैन, उसले परमेश्वरको इच्छालाई बुझ्न सकिरहेको हुँदैन, उसले परमेश्वरको त्यो योजनालाई जान्न सकिरहेको हुँदैन। त्यही कारण प्रिय म तपाईँलाई भन्छु, हाम्रो मनलाई परिवर्तन हुन एकदमै आवश्यकता छ, हाम्रो मनलाई परिवर्तन हुनु एकदमै आवश्यकता छ। अनि यहाँनिर मर्कुसको पुस्तकले भन्छ, यति मजाले मलाई मनपर्छ, मर्कुस 2:21 भन्छ, मर्कुस 2:21 यसरी लेखेको छ। यहाँ के भन्छ भने, कसै व्यक्तिले एउटा के भन्छ, नयाँ लुगामा चाहिँ पुरानो टालो टाल्दैन। म तपाईँलाई वचनबाट भन्छु, कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा लाउँदैन, अनि उसले त्यो गर्यो त्यो टालो खुम्चिन्छ अनि वस्त्रबाट निस्कन्छ, तब पाल अझ ठुलो पार्छ अरे। हेर्नुहोस् है, त्यसरी नै कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसक खन्याउन चाहँदैन। किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ। यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन्। आमेन। प्रिय म तपाईँलाई भन्न चाहेको कुरा के छ भने, जसरी
पुरानो त्यो मशकमा नयाँ दाखरस राख्न सकिँदैन। किनकि नयाँ दाखरस यदि पुरानो मशकको भाँडामा राख्नु भने फुटाइदिन्छ, त्यसले मशक पनि फुट्छ र तपाईँको त्यो नयाँ दाखरस पनि छत्ता छोल्दा भएर पोखेर जान्छ। त्यसको मिनिङ म तपाईँलाई भन्न चाहन्छु प्रिय, यदि हाम्रो मनको परिवर्तन भएन भने परमेश्वरको नयाँ योजना के छ, परमेश्वरको नयाँ उहाँ के चाहनुहुन्छ, उहाँको योजना के छ, उहाँ के भनिरहनु भएको छ, उहाँको इच्छाहरू के छन्, सो कहिले पनि बुझ्न सक्दैन प्रिय मानिसले, कहिले पनि त्यो कुरालाई बुझ्न सक्दैन। त्यही कारण प्रिय म तपाईँलाई भन्नु चाहेको कुरा के छ भने आजको यो वचनबाट स्पेसल हाम्रो हृदयमा, हाम्रो यो हृदय त चेन्ज भयो तर हाम्रो मनलाई परिवर्तन हुनु औधी एकदमै आवश्यकता छ। जबसम्म हाम्रो मनको परिवर्तन हुँदैन प्रिय, तबसम्म हामी परमेश्वरको त्यो सिद्ध ग्रहणयोग्य इच्छा, उहाँलाई मन पर्दो इच्छा हामी बुझ्न सक्दैनौँ प्रिय, जबसम्म हाम्रो मनको परिवर्तन हुँदैन। त्यही कारण प्रिय म तपाईँ भन्छु, हाम्रो मन यस्तो कुरा हो नि प्रिय, आत्मा त नयाँ भयो ख्रिस्टमा, ख्रिस्ट यीशुको अनुग्रहले गर्दा, तर मनको पनि परिवर्तन हुनु औधी आवश्यकता छ। अनि धेरैचोटि हाम्रो मनको परिवर्तन किन हुँदैन, किनकि हामी पुरानै मशकको भाँडा बोकेर यही भइहाल्छ नि, चलिहाल्छ नि, पहिलेदेखि यही बोकेर आएको हो, यही भाँडा चलिरहेछ, किन नयाँ चाहियो भन्ने टाइपले हामी जिइरहेका हुन्छौँ। तर रियालिटीमा प्रिय म तपाईँ भन्छु, जसरी नयाँ दाखरस तपाईँ राख्न चाहनुहुन्छ भने तपाईँलाई नयाँ मशकको आवश्यकता पर्छ। त्यसरी नै परमेश्वरको नयाँ इच्छा, नयाँ योजना, उहाँको नयाँ सोच, नयाँ विचार, उहाँको नयाँ धारणा तपाईँ बुझ्न चाहनुहुन्छ भने प्रिय म तपाईँ भन्छु, तपाईँलाई पनि नयाँ तपाईँको मनको आवश्यकता पर्छ। तपाईँको मन नयाँ हुनु आवश्यकता पर्छ प्रिय, तपाईँको मन नयाँ हुनु आवश्यकता पर्छ। जबसम्म हाम्रो मनको नयाँ हुँदैन तबसम्म हामी त्यो कुरा पाउँदैनौँ। अनि एक नम्बर हामीलाई मनको नयाँ हुन नदिने चाहिँ के हो, त्यो प्रिय व्यवस्था हो। प्रिय हामी जब ख्रिस्टमा पायो, अब पहिले हामीलाई थाहा थिएन ख्रिस्टको त्यो सित्थैको वरदान, उहाँको धार्मिकता, उहाँको त्यो अनुग्रह, त्यो सित्थैमा हामीले कमाएर पनि कमाउनु नसकिने उहाँले दिनुभएको त्यो दया र कृपा हामीले, तब हामी के गर्थ्यौँ, हाम्रो आफ्नो कोसिसले हामीले गर्नुपर्छ, हामी राम्रो हुनुपर्छ, हामी पवित्र हुनुपर्छ, निष्कलङ्क हुनुपर्छ, अनि धार्मिकतामा हामी एकदम जिउनुपर्छ। अनि प्रिय जब हामी त्यो गर्थ्यौँ अनि हामी आफ्नो कोसिस निकाल्थ्यौँ, अनि हाम्रो मनले के हुन्थ्यो, बारम्बार म राम्रो हुनुपर्छ, मेरो मनले के भन्छ, खालि बारम्बार मैले राम्रो गर्नुपर्छ, म त अबै राम्रो गर्नुपर्छ, मैले आफैले धार्मिकता कमाउनुपर्छ, अबै मेरो कारणले परमेश्वरलाई मैले आफै रुझाउनुपर्छ। तर प्रिय म तपाईँलाई भन्छु, परमेश्वरलाई तपाईँ र मैले रुझाएको होइन, होइन। ए तपाईँ लाग्छ मैले परमेश्वरलाई रुझाएको छु भन्नुहुन्छ नि, होइन प्रिय, परमेश्वरलाई यीशु ख्रिस्टले रुझाउनु भएको छ। हाम्रो लागि परमेश्वरलाई चाहिँ यीशु ख्रिस्टले रुझाउनु भएको छ। तपाईँलाई थाहा छ प्रिय, पुरानो नियममा हरेक मानिसहरू नि आशिषित हुन्थ्यो 10 आज्ञा मानेर व्यवस्था पालन गरेर, होइन प्रिय, होइन, किनकि व्यवस्था त उनीहरूले पुरा कहिले पालन गर्न सक्दैन, सानो एउटा न एउटामा चुक्थ्यो। यदि उनीहरूले व्यवस्था पुरा पालन गर्ने भएको सालिँदै उनीहरूले त्यो बलि चढाउन जानु पर्दैन थियो प्रिय, तर उनीहरूले सालिँदा बलि चढाउन जानु पर्थ्यो। अनि तपाईँलाई म भन्छु, परमेश्वरले उनीहरूलाई आशिष दिएको, उनीहरूको व्यवस्था त्यो 10 आज्ञा पालन गरेर होइन, त्यो बलिदान उनीहरूले दिएको बलिको कारण चाहिँ परमेश्वरले उनीहरूलाई आशिषित गराउनुहुन्थ्यो, आशिष दिनुहुन्थ्यो। र नयाँ नियममा पनि प्रिय म तपाईँ भन्छु, आज परमेश्वरले हामीलाई आशिष दिनुभएको छ, ख्रिस्टको अनुग्रह हामीमा आएको छ। कसको कारण तपाईँलाई भनौँ, येशू ख्रिस्टको हाम्रो लागि भएको बलिदानले गर्दा परमेश्वर हामीसँग खुसी हुनुहुन्छ प्रिय। त्यही कारण मनलाई परिवर्तन गर्नुपर्छ प्रिय। म त पहिले मेरो मनमा आउँथ्यो खालि मैले राम्रो गरेँ परमेश्वर राम्रो खुसी हुन्छ, मैले गल्ती गरेँ परमेश्वर रिसाउँछ, तर होइन रहेछ प्रिय। जब मैले थाहा गरेँ, एउटै कुरा मैले बुझेँ, आज परमेश्वर मसँग खुसी भएको त यीशुले गर्दा पो रहेछ त, यीशुले गर्दा रहेछ। जब प्रिय म तपाईँलाई भन्छु, जब यो कुरा मेरो मनमा, मेरो हृदयमा यो कुरा आयो, तब मैले यो कुरा बुझेँ प्रिय। म तपाईँलाई भन्छु, मेरो जिन्दगीमा एउटा यसले नयाँ मोड ल्याइदिएको छ प्रिय। आफै परमेश्वरको मन पर्दो कुरा, परमेश्वरको इच्छालाई मैले बुझ्न सक्छु, उहाँ के चाहनुहुन्छ, उहाँ के बोलिरहनु भएको छ म थाहा गर्न सक्छु। जसरी प्रिय म कोही मानिससँग गफ गर्छु, त्यसरी म यीशुसँग गफ गर्छु प्रिय। म बाटोमा हिँड्दा, गाडीमा हिँड्दा यीशुको आवाज जब बोल्नुहुन्छ उहाँ, म ठक्कै सुन्छु, किनकि वचनले भन्छ मेरो भेडाले मेरो स्वरलाई चिन्नेछ। सो प्रिय त्यो डेफिनेटली हुन्छ। तपाईँले जहाँ पनि ख्रिस्ट यीशुको आवाज